सुनसरीको धरान आज हर्क साम्पाङको नामले गुन्जिन्छ। तर के तपाईलाई थाहा छ, यो नाम कुनै पैसाले, शक्तिले वा ठूलो पार्टीले बनाएको नाम होइन। यो नाम त इमान, संघर्ष, जनताको माया र मेहनतले गर्दा बनेको नाम। धेरै नेताहरूले वाचा गरे तर काम कहिल्यै गरेनन्। तर धरानले आज एउटा यस्तो नेता भेट्यो जसले वाचा होइन, काम गरेर देखायो। आज हामी कुरा गर्न गइरहेका छौं धरानका मेयर हर्क साम्पाङको बारेमा। विक्रम सम्वत 2040 सालतिर खोटाङ जिल्लाको खर्तमछा गाउँमा जन्मिएका हर्कराज साम्पाङ राई सानैदेखि निडर, जिद्दी र समाजसेवी प्रवृत्तिका थिए। पछि उनी उच्च शिक्षा हासिल गर्नका लागि धरान आए। महेन्द्र मल्टिपल क्याम्पस धरानबाट उनले अंग्रेजी र राजनीतिशास्त्र विषय लिई त्यहाँबाट 2063 सालमा स्नातक तह पार गरे। उनी राजनीतिक नेता होइन, उनी त सामाजिक अभियन्ता हुन्। धरानमा पानीको हाहाकार, नदीको दोहन र भ्रष्टाचार विरुद्ध आवाज उठाउँदा धेरैले उनलाई पागल, घमण्डी भने, तर उनले हार भने कहिले पनि मानेनन्। दिन रात खोला बाटो र जनताको बीचमै बस्न रमाउने उनी जनताका आवाज बनेर सडकमा उत्रिन कहिले पछि नहट्ने व्यक्तित्व हुन्। उनको एउटा भनाइ पनि निकै प्रख्यात छ, यदि सत्यका लागि पागल हुनु अपराध हो भने हो, गर्वले म आफूलाई पागल भन्छु। उनले व्यतिथि र ठूला पार्टीको भ्रष्टाचारबाट हार्दिक भएर विक्रम सम्वत 2079 सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। चुनाव चिन्ह थियो लौरो। न पैसा, न पार्टी, न प्रचार, सिर्फ इमान र जनताको भरोसा र देश बनाउने आशा र विश्वास। जब नतिजा आयो, धरानले इतिहास रच्यो। हर्क साम्पाङले ठूला पार्टीहरूलाई हराएर जेठमा धरानका मेयरको रूपमा निर्वाचित भए। यो केवल चुनावको मात्र जित थिएन, यो जित त सिस्टम विरुद्धको जनताको विद्रोहको ठूलो जित थियो। मेयर बनिसकेपछि पनि यात्रा खासै सजिलो थिएन। दबाव, आलोचना, राजनीति, सीमित बजेट हुँदाहुँदै पनि उनले आफ्नो काम रोकेनन्। कोका नदीबाट धरानमा पानी ल्याए। 42 किलोमिटर लामो पाइप बिछ्याएर उनले र श्रमदाताहरू मिलेर 2080 सालमा यो अद्भुत कार्यका लागि उनलाई वर्ल्ड बुक अफ रेकर्ड्सबाट 2080 सालमा विश्व कीर्तिमानको एउटा सर्टिफिकेट पनि दियो। श्रमदानको अभियान चलाउने सामाजिक अभियन्ता हर्क साम्पाङले अहिलेको परिस्थितिलाई हेरेर श्रम संस्कृति पार्टी 2082 सालमा दर्ता गर्नुभएको छ। उनको मन्त्र छ, श्रम गर, देश बदल। धरानको गल्ली गल्लीमा हर्क साम्पाङको नाम छ। हुँदाहुँदै अहिले त उहाँ देश विदेश भरि नै प्रख्यात भइसक्नु भएको छ र जनताहरू भन्छन् हर्क हाम्रो नेता होइन, हाम्रो अभिभावक हो, हाम्रो आत्मा हो भन्न थालिसकेका छन्। जनताहरूको समर्थन उहाँलाई दिन प्रतिदिन बढेको बढै देखिन्छ। अब आउँदो फागुनमा हुने चुनावमा उहाँले चुनाव लड्नका लागि श्रम संस्कृति पार्टीको निर्माण गरी आफू अध्यक्ष भइसक्नु भएको छ र देशप्रेमी जनताहरूलाई पनि पार्टीमा आबद्ध हुन निमन्त्रण गरिसक्नु भएको छ। उनी प्रमाण हुन्, साँचो परिवर्तन सांसदबाट होइन, सडकबाट जन्मिन्छ। जब एक इमानदार मान्छे उठ्छ, पुरा शहर, पुरै देश, पुरै विश्व नै उसको पछि लाग्छ र उठ्छ र विकास हुन्छ। परिश्रम गर, इमानदार बन, अनि देश आफै बदलिन्छ भावनाका साथ हर्क साम्पाङ अझै पनि देशमा लागि परेर विकासको बाटोमा हिँडिरहेका छन्।